पर्वतारोहण सम्बन्धी भ्रष्टाचार गरिएको भन्ने गलत आरोपलाई खण्डन गर्दै नेपाल पर्वतारोहण संघले आज राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्यो। हामीसँगको अन्तर्वार्तामा बोल्दै आरोहण संघका कोषाध्यक्ष आङ्काजी शेर्पाले संघमा त्यस्तो कुनै किसिमको आर्थिक हिनामिना नभएको कुरा अवगत गराउनुभयो। एकजना व्यक्तिले नेपाल पर्वत आरोहण सम्बन्धी लगाएको त्यो आरोप भ्रष्टाचारीको संज्ञा दिएको छ। साँच्चै नै त्यो सत्य हो त? त्यस सम्बन्धी तपाईँको धारणा? संघभित्रको एउटा साधारण सदस्य हुनुहुन्थ्यो, उहाँ चाहिँ धेरै महत्वाकांक्षी पनि हुनुहुन्थ्यो र उहाँले चाहिँ हाम्रो संघको चाहिँ निर्वाचनमा उहाँले पटक पटक उहाँले चाहिँ प्रतिस्पर्धा गर्नुभयो र उहाँ हार्नुभयो। जब उहाँ संघभित्र हारिसकेपछि उहाँकोमा एउटा परास्त मानसिकतामा के विकास भयो भने अब मैले संघभित्र मैले प्रवेश नपाउने भयो, मैले संघको समानान्तर संस्था खोल्नुपर्छ भनेर समानान्तर संस्थाले पनि केही नलाछारे केही नपछारेपछि उहाँ के उद्धत भयो भने अब विभिन्न निकायमा संघभित्र भ्रष्टाचार भयो भने चाहिँ उहाँहरू चाहिँ निवेदन दिन उहाँले सुरु गर्नुभयो। जुन सरकारलाई बुझाउनु पर्ने लोयल्टी थियो नि, त्यो तपाईहरूले बुझाएको छैन भन्ने आरोप लागेको छ। त्यसको बारेमा अलिकति क्लियर गरिदिनुस् न। त्यही त अब हाम्रो अख्तियारले छानबिन गर्यो, करिबन 1.5 वर्ष लगाएर 18 महिना लगाएर अख्तियारले छानबिन गर्यो। अख्तियारले के गरेर म तपाईँलाई भनौँ, मैले अघि प्रेस सम्मेलन पनि भनिनँ कि उहाँ हाम्रो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय जहाँ भ्रष्टाचार भयो भने हो त्यसको जगदरी पनि खनेर हेर्यो। 3 जना इन्जिनियर जुन इन्जिनियरलाई हामीले चाहिँ त्यो काम गर्नको लागि 2 लाख रुपियाँ चाहिँ हामीले चाहिँ दिनु पर्यो। त्यो इन्जिनियरले जग सग खनेर अख्तियारको चाहिँ अनुसन्धान आएको मानिसहरूको प्रतिनिधित्वमा त्यो रोभरमा त्यो जगहरू सबै खनेर त्यो निर्माणको कार्यमा भ्रष्टाचार भएको छानबिन गर्नुभयो। अन्ततः गत 2063 साल चैत्र 10 मा प्रतिवेदन हामीले बुझायो। यदि हामी भ्रष्टाचारी भएको भए, हामीबाट त्यस्तो गम्भीर घटना भएको भए तपाईँले के छ अख्तियारको प्रचलन, गम्भीर घटनामा चाहिँ उनीहरूले फाइल फिर्ता गर्दैन, फाइल उनीहरूले खिच्छ र चाहिँ विशेष अदालतमा उनले मुद्दा दर्ता गर्छ। जुन तपाईँले अहिले पनि सुनिराख्नु भएको छ कि अदालतले विशेष अदालतमा मुद्दा दर्ता अख्तियारले दर्ता गरेको सुन्नु भएको छ। र सामान्य त्रुटिहरूमा अख्तियारले के गर्ने प्रचलन मैले बुझेको छु भन्दाखेरि विभागीय कारबाहीको लागि विभागमा सिफारिस गरी पठाउने। त्यसकारणले अस्ति 2063 सालको जनआन्दोलनको उसको ताका एउटा आयोगले तुरुन्तकोलाई अदालतमा मुद्दा पनि दायर गर्यो भने एउटा व्यक्तिमाथि चाहिँ विभागीय कारबाहीलाई सिफारिस पनि गरेछ। त्यसकारणले साँच्चै भन्ने हो भने अख्तियारको दृष्टिकोणमा हामीलाई चाहिँ कुनै मुद्दै चलाइहाल्नुपर्ने अवस्था देखिएन। तर हाम्रो मन्त्रालय पर्यटन मन्त्रालय परेकोले मन्त्रालयलाई चाहिँ 1-2 सुझाव चाहिँ उसले दिएको छ। सुझाव चाहिँ के दिएको छ भन्दाखेरि पर्वतारोहण संघले तपाईँहरूको निर्देशनमा त्यो हिमालबाट 18वटा हिमालबाट उठेको 10% जुन रोयल्टी चाहिँ जम्मा चाहिँ गर्नुपर्छ। भ्रष्टाचार विरुद्ध सम्पूर्ण कुराहरू सबै ठाउँमा सर्वत्र आइरहेको छ हैन? त्यसको बारेमा मिडिया मार्फत तपाईँ सबैजना नागरिकलाई सचेत गराउन चाहनुहुन्छ होला। नेपाल पर्वतारोहण संघ भ्रष्टाचारसँग संलग्न छैन भनेर त्यसको बारेमा थोरै तपाईँको भनाइ राखिदिनुस् न। भने वी आर अ भेरी रेस्पोन्सिबल एसोसिएसन्स। हामी कुनै एउटा चाहिँ वडाको क्लब अथवा कुनै एउटा चाहिँ सानो एउटा संस्था होइन। वी आर रिप्रेजेन्टिङ नेपाल इन मेनी इन्टरनेशनल फोरम। जसरी स्पोर्ट्स काउन्सिलले, जसरी नेपाल टुरिज्म बोर्डले विभिन्न अन्तर्राष्ट्रिय फोरममा चाहिँ नेपालको प्रतिनिधित्व गर्छ भनेपछि माउन्टेनियरिङ सेक्टरमा अथवा माउन्टेनियरिङ एरियामा चाहिँ वी आर द ओन्ली लिगल रिप्रेजेन्टेटिभ अफ नेपाल। त्यसकारण हामी यतिको चाहिँ प्रतिष्ठा कमाइसकेको संस्था, हाम्रो हिलरीसँग सम्बन्ध छ, हाम्रो राइनहोल्ड मेस्नरसँग सम्बन्ध छ, हाम्रो चाहिँ महिला आरोग्य जुङको ताबेसँग सम्बन्ध छ र नेपाल भनेर चाहिँ नचिनिने देशमा पनि नेपाल पर्वतारोहण संघ भन्ने चाहिँ चिनिने माध्यमहरू चाहिँ स्थापित गरेको संस्थाप्रति कुनै पनि सञ्चार माध्यमले समाचार बनाइनु अगाडि हाम्रो मात्र आग्रह के छ भनेदेखि नकारात्मक समाचारहरू कसैले तपाईँहरूको छेउमा ल्याइदियो भने त्यसको भेरिफिकेसन चाहिँ गर्नुस्। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूको पाठक श्रोताहरूले पनि सही निर्णय गर्न पुग्छ। तपाईहरूको त्यो संस्थामा कतिजना मेम्बरहरू हुनुहुन्छ? वी हेभ 700 जना जनरल मेम्बर्स छ। 700 जना हुनुहुन्छ जनरल मेम्बर्स। भ्रष्टाचारको संज्ञा दिनुभयो तपाईहरुलाई, तपाईहरुकै संस्थाको सदस्यले, र उहाँको नाम भन्नुस् न। तपाईँ नाम चाहिँ मैले अघि नै भनिहालेँ। म एउटा व्यक्तिको नाम चाहिँ म तपाईँलाई दिन सक्दिनँ। किन दिन सक्दिनँ भन्दाखेरि अब यो चाहिँ उसको कुरा भयो। एउटा तपाईँले होइन होइन अब यस्तो छ, एउटा के अरे मिडियामा हामीले जबसम्म एउटा कुरोहरूको टुङ्गो लाग्दैन तबसम्म हामीले व्यक्ति इङ्गित गर्नु चाहिँ मेरो विचार चाहिँ
मलाई चाहिँ एलाउड गर्ने लेगली जस्तो पनि लाग्छ। त्यसकारणले म नाम इंगित गर्दिन। तर मैले भने प्रतिलिपि अहिले मुलुकी ऐनको प्रतिलिपि ऐनको चाहिँ महल 16 अन्तर्गत तपाईले कुनै पनि चाहिँ विभागमा गएर मलाई फलाना व्यक्तिको उजुरीको चाहिँ मलाई निवेदन प्रतिलिपि उतार गरिदियो भने तपाईलाई एटेस्टेड गरेर उनीहरुले चाहिँ दिन सकिन्छ। त्यसकारण तपाईले पनि हाम्रो नेपाल पर्वतारोहण संघमा तपाईले निवेदन दिनुस् कि पर्वतारोहण संघ विरुद्ध अख्तियारमा परेको चाहिँ निवेदकको चाहिँ फोटो के निवेदन चाहिँ प्रतिलिपि उतारेर मलाई दिनु पर्यो भन्यो भने अनि तपाईलाई म दिन्छु। त्यसमा नाम त्यहाँ इंगित हुन्छ, त्यसपछि तपाईले को भन्ने पनि थाहा पाउनुहुन्छ। त्यसकारणले तपाईहरु हाम्रोमा चाहिँ लेगली एउटा एप्लिकेसन एक्ज्याक्टली एउटा मिडियामा मैले यसरी फ्याट भन्नु चाहिँ अलिकति उचित हुन्न जस्तो लाग्छ। हाम्रो अन्तर्वार्ता हेरिराख्ने सम्पूर्ण हाम्रो शुभेच्छुकहरूलाई के चाहिँ म आश्वस्त पार्न चाहन्छु भने नेपाल पर्वतारोहण संघ हामीलाई आरोपित गर्ने व्यक्तिले जस्तो भ्रष्टाचार भएको होइन। यदि हामी भ्रष्टाचारी हौं, यदि हाम्रोबाट राजस्व छलेको कुराहरू हुन् भने यति बेला सायद हामी मध्येमा एकजना पदाधिकारी निश्चित रूपमा चाहिँ जेलको सजाय भोगिरहेको हुन सक्छ। हामी माथि चाहिँ अख्तियारले अनुसन्धान गरिसके, राष्ट्रिय सतर्कता केन्द्रले गरिसके, मन्त्रालयको कार्यदलले गठन गरिसके र कुनै पनि अनुसन्धानको के भन्छ प्रतिवेदनमा हामी भ्रष्टाचारी भनेर चाहिँ हामीलाई चाहिँ इंगित गरेको छैन। यदि इंगित गरेको भए मैले भनिहालेँ हामी मध्येमा कोही जेलमा हुन्थ्यो होला। तर निश्चित रूपमा गल्ती मानिस काम गर्नेबाट नै हुन्छ। हामीबाट काम गर्ने उसमा के प्रक्रियागत त्रुटिहरू भएको छ त्यो त्रुटिहरू सुधार्नका लागि सबैजना के अरे आयोग र दल के अरे अनुसन्धानले चाहिँ त्यो चाहिँ के अरे सुझाव दिएको छ र त्यो सुझाव हामी पालन गर्नेछौँ। र हामी जुन स्वतन्त्र ढंगले अहिले तपाईको बारेमा यसको बारेमा अन्तर्वार्ता निर्धक्कसँगले दिएको छौं कि यही नै प्रमाण हो कि नेपाल पर्वतारोहण संघमा भ्रष्टाचार भएको छैन। यदि हामी भ्रष्टाचारी भएको भए अथवा त्यसभित्र भएको पदाधिकारीले कुनै चाहिँ रकम हिनामिना गरेको भए निश्चित रूपमा यस्ता अख्तियार भनेको त्यो राष्ट्रको सर्वोच्च चाहिँ के अरे यो भ्रष्टाचार चाहिँ अनुसन्धान गर्ने आयोग हो। त्यसले हामीलाई यत्रो चाहिँ 18 महिनाको अनुसन्धानपछि यसरी मुक्त दिएला? यही नै मेरो प्रश्न छ। र यही कुरामा तपाईहरु निश्चिन्त हुनुहोस् र पर्वतारोहण संघसँग सम्बन्धित कसैले नकारात्मक समाचार तपाईलाई पुर्याएको छ भने त्यसको चाहिँ पुष्टि चाहिँ एकचोटि कृपया तपाईहरु हाम्रो शुभेच्छुक हुनुहुन्छ भने हामीलाई फोन गरेर अथवा हाम्रो वेब पेज छ वेब पेज सम्पर्क गरेर त्यसको बारेमा एकचोटि भेरिफाई चाहिँ गर्ने प्रयास गर्नुस्। यही अनुरोध म गर्दै मेरो भनाइ अन्त गर्छु। धन्यवाद।